सेवने नमस्कार हजुरहरू माझमा बुद्ध पूर्णिमा र बसन्त पञ्चमी साथै चन्दी पूर्णिमाका हार्दिक मङ्गलमय शुभकामना टक्राउँदै आज चाहिँ हामी नाम्चेबुङ क्षेत्र आसामनिजे गैरी गाउँ माथि राजा पोखरी छेउमा जाँदैछौँ है। र एउटा त्यहाँ आजको बुद्ध पूर्णिमा बसन्त पञ्चमी र चन्दी पूर्णिमाको त्यो तीनैवटालाई मध्यनजर राखेर उहाँहरूले एउटा पूजाको आयोजन गर्नु भएको थियो र उहाँहरूले हामीलाई पनि निमन्त्रण दिँदाखेरि यस पूजामा हामी पनि सहभागी हुन जाँदैछौँ है। यो उकालो निकै छ, अलिकति तलसम्म चाहिँ हामी रोड थियो र त्यहाँसम्म आइपुगेको छौँ। त्यहाँदेखि चाहिँ अलिकति पैदल यात्रा, यो आधी घन्टाको पैदल यात्रा छ। अन्त हामी जाँदैछौँ र उहाँहरूले अचम्मै राम्रो प्रकारले बाटो पनि, यस्तो जङ्गलको बाटो भए पनि उहाँहरूले अर्गनाइज कमिटीले मजाले साफसफाइ गरेर बनाएको रहेछ। हाम्रो साथीहरू पनि आउँदैछ पछाडि, हाम्रो गाउँबाट आउने। र आजको दिनभरिको म यो पूजामा गएर हजुरलाई देखाउने छु। मैले बाटोको चाहिँ किन देखाउन सकिनँ भने 10-11 बजीसम्म चाहिँ पुरै पानी आइरहेको थियो, त्यो कारण अहिले पनि आउँदैछ र मेरो भिडियो त्यति राम्रो हुन सक्दैन होला, दिनहरू आज त्यति राम्रो छैन र पनि मैले कोसिस चाहिँ गर्नेछु हजुरहरूको लागि। अब हाम्रो गन्तव्य आइपुग्न लाग्यो है। हामी बाटोमा यसरी जाँदैछौँ। यस्तो छ बाटो चाहिँ, तपाईँको यो बस्तीको है, जङ्गलको कच्चा बाटो हो। र मैले बाटोमा आएको चाहिँ सर्ट भिडियो हालेको छु, तपाईँहरूले अवश्य हेर्नुहोला। हामी जुन आउनुपर्ने लक्ष्य थियो राजा पोखरी, त्यहाँ आइपुगेका छौँ। र एउटा सानो दुर्गा मन्दिर पनि छ, यसको पनि आज दर्शन गराउने छु हजुरलाई। यसगरी मैले हजुरलाई बाहिरबाट मन्दिरको दर्शन गराएँ है। केही क्षणमा म भित्रबाट तपाईँहरूले भित्र पसेर भित्रको पनि म दर्शन गराउने छु भन्दै अब म एक चरण चाहिँ म यो राजा पोखरी घुमेर हजुरलाई दर्शन गराउने छु। यसरी यो राजा पोखरीको मैले तपाईँहरूलाई दर्शन गराएँ। उतापट्टि पूजा आयोजन भइरहेछ। पूजा भएको ठाउँमा चाहिँ हामी गएको छैन अहिले है। पहिला प्रथम चाहिँ अब यो पोखरीको वरिपरि घुमेर दर्शन गरिसकेपछि हामी मन्दिरभित्र प्रवेश गर्नेछौँ। र यसरी हाम्रा भक्तजनहरूले यस पोखरीको दर्शन गरिरहनु भएको छ, यसरी घुमेर। र यहाँ आज चाहिँ निकै नै हाम्रो पविघ्नै तामदेखि लिएको है, आसामनिजे गैरी गाउँ सम्पूर्ण नान्दोक सम्पूर्ण जग्गाबाट भक्तजन भेला भएको थियो। हामी अलिकति ढिलो आउँदा चाहिँ उहाँहरू चाहिँ कति चाहिँ फर्किसकेका छन्, कति भर्खर आउँदैछ। राजा पोखरीको वरिपरिको दर्शनपछि अब हामी मन्दिरतर्फ जाँदैछौँ। मन्दिरको पनि हजुरलाई म दर्शन गराउँदैछु। यो मन्दिर चाहिँ तपाईँको दुर्गा मन्दिर हो। र यसरी यता चाहिँ पूजा आयोजन भइरहेको छ भने यता अब हवनको सुरु भइसकेको छ भने तपाईँहरूलाई म यता यस राजा पोखरीको है मन्दिरको तपाईँहरूलाई म दर्शन गराउने छु। ओम जय मा भगवती मङ्गल काली श्री सरस्वती देवताय नमः। हजुरहरूलाई मैले यसरी राजा पोखरीको मन्दिरको भित्रको मैले दर्शन गराउँदैछु। अब हामी यस ठाउँमा टिका टालो गरेर अलिकति प्रसादी ग्रहण गरेर चाहिँ अब हामी आफ्नो घरतिर लाग्नेछौँ। र अहिलेको घडी पनि पानी आइरहेको छ। तपाईँको यहाँ चाहिँ यसरी दुर्गा, यो रुखको फेदमा चाहिँ दुर्गा पूजन गरिन्छ, जो चाहिँ प्राकृतिक ढङ्गले पनि यहाँ पूजा गरिने गर्छ है। जो यहाँ अब किराँतीहरू ज्यादा भएको खण्डमा है, गैरी गाउँमा प्रायः यसरी रुखपातलाई पनि एउटा साक्षी राखेर पूजा गरिने गर्दछ। यो हेर्नुहोस् त, यो रुख अलिकति तपाईँको अलिकति अचम्मको रुख छ नि त तपाईँको। र यसरी रुखकै फेदमा पनि तपाईँहरूलाई एउटा प्राकृतिक पूजन
गर्ने चलन पनि गरिन्छ। अघि मैले हजुरहरूलाई मन्दिरको त मैले देखाएँ, यसरी मन्दिर स्थापना गरेर पनि गरिन्छ भने यसरी प्राकृतिक पूजन पनि गरिन्छ, जस्तै जल थल है, पोखरीको, रुखको, डाँडा काँडा। यो एउटा हाम्रो संस्कृति पनि हो, एउटा रीतिरिवाज पनि हो। हामी चाहिँ आजको है पवित्र प्रसादहरू ग्रहण गरेर चाहिँ अब घरतर्फ जानेछौँ र म पनि अब प्रसाद लिँदैछु। माथि आएर यो राजा पोखरीको तपाईँहरूले प्राकृतिक सुन्दरता मैले पस्किएको छु है हजुर माझमा। र यसरी यस गाउँका गैरी गाउँका सम्पूर्ण यस पूजा आयोजक कमिटीहरूले यसलाई सुन्दरीकरण पनि गरिएको छ। यसरी बारबेर गरेर तपाईँको धजातुल गरेर है, र यसरी उहाँहरूले सदाभरि यसरी नै यस्तै शुभ कार्यहरू गर्न पाओस् भनी म यस आयोजक गैरी गाउँ यस दुर्गा मन्दिर आयोजक कमिटीलाई पनि मेरो बुबु युट्युब च्यानलको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। अब चाहिँ प्रसादहरू लिएर है हामी घर फर्किँदैछौँ र फर्किने क्रममा म हजुरहरूलाई अलिअलि फर्केको दृश्यहरू देखाउने छु। तर अब पानीले पो दिन्छ कि दिँदैन, दिन चाहिँ यसरी बिग्रेको छ हेर्नुहोस् न। कुनै क्रममा मैले एउटा हजुरलाई यस पवित्र स्थानको दर्शन गराउँदै जानेछु। पहिला जान्दा त मैले यसको भिडियो गर्न पाइनँ है, आउँदा चाहिँ म तपाईँहरूलाई अलिकति छोटो देखाउने छु है। यो संसारी माईको रहेछ, यो बोजू देउताको स्थान, जगत बुढैनी, नाग नगिनी, लामा लमिनी र बालाखोला, यी नजिकको खोलाको गरेर तपाईँहरूलाई यहाँ चाहिँ यसरी देउराली राखिएको रहेछ। र यसरी दिन चाहिँ पुरै बिग्रेको छ है। अब चाहिँ पानी आउन आँट्यो, हामी आफ्नो घरतर्फ लाग्दैछौँ। हजुरलाई मैले सम्पूर्ण कुरोको छोटो छोटो गरेर भए पनि जानकारी दिइसकेको छु। यहाँबाट ऊ पारि चाहिँ हाम्रो गाउँ थियो। अब यो बादल लागेकोले मैले त्यति तपाईँहरूलाई देखाउन सकिनँ। अघि जाँदा है यस ठाउँबाट गएको, अब त्यही ठाउँमा आइपुगेको छौँ र अब चाहिँ हामी स्कुटीबाट फेरि आफ्नो घरतर्फ प्रस्थान गर्नेछौँ। पुरै बादल लागेर पानी पर्न लागिसक्यो। घडी चाहिँ अब हामी आइपुगेका छौँ आफ्नो गाउँ र बाटोमा निकै पानी परेको हुँदाखेरि म चाहिँ अहिले 12 माइल दोकानमा बसिरहेको छु है। आजको भ्लग कस्तो भयो हजुरहरूले अवश्य कमेन्ट गरिदिनु हुन अनुरोध गर्दै आजको यो छोटो मेरो भ्लग चाहिँ यहीँ शेष गर्न चाहन्छु। धन्यवाद।